त हार्परको साथीहरु ओइ स्रोत स्रोत सुमै ए केटाहरु त खोइ त नि ल स्रोत रे हाम्रो खोइ हार्पर स्रोत रे ल स्रोत रे ल बाई बाई ल दामी ट्रेनिङ गर्नु ल भर लिन आउँछु म म्याट चाहिँ नलाने ए ल गाइज बाई बाई मजाले ट्रेनिङ गर्नु ल खोइ गुरु ए ल बाई कियान beautiful people. Welcome to Sendai Vlog. तपाईहरु सन्चै हुनुहुन्छ म सन्चै छु यता रामुजी हुनुहुन्छ यता सेन्द्र राई अब म वाटरमेलन खाने आज चाहिँ ढोलसोले लिएर एकदम के भन्यो सोध्दैछौँ कि अनि दाइहरूको म्याचमा अपोनेन्ट टिमहरूलाई चाहिँ अलिक गिदी टाइप्सको क्या अनि हार्पर चाहिँ प्र्याक्टिस गर्दैछ के बजाउनु कसरी बजाउने भयो रे किनभने यो खासै ड्यामेज हुने कुरा होइन नि त यसको नाम के भन्नुभयो शिवकथन जुस लिटरको 3000 छ अहिले घटेको छ 5000 देखि भर्खरै घटेको यो चाहिँ पाउने चाहिँ कतातिर रिजनतिर पाउँछ सेवकथन चाहिँ यो भनेको पाहाडबाट आउने हो अब के भन्छ ठाउँ हुन्छ अब भन्न सकिँदैन अब आफ्नो प्रडक्सन हुन्छ अब त्यही हो आफ्नो तरिकाले प्रडक्सन गर्नुहुन्छ अब जुसहरू चाहिँ अब त्यही दानाबाटै बनाउने नै हो अब ग्यास्ट्रिक र घरमा चाहिँ अलिक खाली पेटमा खानु भएन हजुर खाना खाएर राति सुत्ने बेला उठ्ने बेला होइन खाना खाएर थोरै धेरै पनि होइन थोरै खाँदा हुन्छ अब दाना लग्नु हुँदैन दाना 1-2वटा दाना होइन मुखमा हाल्यो चलाउँदै बस्यो अब त्यसलाई सक्नु भएन भने पिस्यो होइन धुलो बनाएर तातो पानीमा टक्क मन तातो पानीमा हालेर खायो मन तातो पानीमा टक्क हालेर 1-2 होइन खाँदा पनि हुन्छ त्यसरी खाँदा पनि हुन्छ त्यसरी पनि यसलाई तपाईँको त्यहाँ थुप्रै कुराहरूको लागि यो राम्रो हो जस्तै तपाईँको फ्याट लसहरूको लागि पनि राम्रै हो होइन अनि तपाईँको भित्र के भन्छ पाचन शक्तिलाई राम्रो गर्छ अब प्रेसरलाई राम्रो गर्छ यसको त थुप्रै कुराहरूको लागि बेनिफिट हो यसको क्यान्सर कति चाहिँ अब हुन्छ नि अब क्यान्सर अलिकति गडबड हुने पेट सेट अलिकति गाह्रो हुने खानु पकाउनु यिनीहरूलाई पनि धेरै राम्रो हो हुन्छ धन्यवाद तपाईँलाई त यो चाहिँ हाम्रो माथि भित्तिर पर्ने एउटा जडीबुटी हुँदो रहेछ कि त्यसको जुस रहेछ जस राम्रो हुने रहेछ तर यो चाहिँ 3000 1 लिटरको ग्यास्ट्रिकको लागि अनि यहाँ चाहिँ लाली गुराँसको जुस पनि रहेछ सो एभ्रिथिङ इज अर्ग्यानिक हियर अनि म चाहिँ अहिले यहाँ बाजेसँग आएको छु क्या बाजेको पोस्ट के अर्ग्यानिक कुराहरू पोस्ट गर्ने भन्दै हुन्छ सो यो भागमा चाहिँ यस्तो रहेछ सो बाजे भेट्नु भयो सामानहरू म त भेट्नु भयो नि अरू हेर्दैछु ए सब रहेछ यहाँ यो भिरमौरी हो यो लेखेको छ छैन होला क्लिफ हो कति सस्तो रहेछ सो त्यही हो तपाईँहरूलाई पनि धरानमा अलिक अर्ग्यानिक सामानहरू चाहिन्छ भने चाहिँ यहाँ सुताङ स्टोर छ कि हाम्रो यो भोटिपुलमै छ क्या क्रन्च फिटनेसको मुनिपट्टि छ सो त्यही हो अनि अहिले चाहिँ हामी त्यही 1-2वटा सामानहरू लिन आएको छौँ क्या यो पनि जुम्लाको कार्तिके मोह अरे बाजे जुम्लाको मोह यो पनि महै हो यो हो रहेछ एमआरपी कति हो यो 700 रुपियाँ यो चाहिँ 13 थुमको घिउ अनि मैले लिएको छु यो चाहिँ ताप्लेजुङको चौरीको घिउ रहेछ सो यस्तै अर्ग्यानिक सामानहरू अनि यो सेक्टरमा चाहिँ तपाईँको गाँजाको लुगाहरू रहेछ क्या सो गाँजाको हाफ पेन्ट एभ्रिथिङ इज मेड फ्रम गाँजा यो गाँजाकै हो यो ढाकाको कपडाहरू रहेछ
चाहिँ ढाकाको रहेछ सब गाँजाको लुगाहरू खट्टुहरू पनि पाउने रहेछ सो बाजे त सपिङ गर्दै हुनुहुन्छ अनि यहाँ चाहिँ के जुसहरू पनि पाउँछ क्या सबै अर्ग्यानिक किवीको जुसहरू पनि छ बोइलको जुस पनि रहेछ बाजे बेलको जुस क्या हाम्रो बुवाहरूले बनाउँछ अनि यो सेक्टरमा चाहिँ तपाईँहरूलाई म देखाउँछु क्या गाँजाको चाउमिन यहाँ रहेछ गाँजाको थुक्पा गाँजाको चाउमिन यस्तो छ एभ्रिथिङ इज अर्ग्यानिक हियर अनि सबै पाउँछ तपाईँहरूको यो मकै भर्नास बाजे भुटेको कि यो छ होला हाम्रो सकिसक्यो सपिङ यहाँ चाहिँ सोताङ फार्मेसी बाजे सामान कस्तो राम्रो रहेछ यहाँ सामानहरू राम्रो राम्रो रहेछ यो नेपालको सामान के राम्रो अर्ग्यानिक चाहिँ क्या ल अब चाहिँ हामी घर जान्छौँ ओइ ह्याप्पी बस सुत सुत स्लिप 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 गुड त्यो बस हो ओके अल राइट ब्युटिफुल पिपल अहिले चाहिँ हामी कलेज आइसकेको छौँ हाम्रो आन्टी हार्पर सो ठ्याक्कै गेम चाहिँ सकिसकेको छैन रहेछ बास्केटबल कोर्ट अनि हार्पर जुन चाहिँ आइसकेको छौँ है यो पछि चाहिँ हाम्रो दाइहरूको गेम चाहिँ यहीँ रहेछ दाइहरू चालु हुन्छ ल अहिले चाहिँ अब हाम्रो दाइहरूको गेम ठ्याक्कै टाइममा आइसक्यौँ क्या अब गेम सुरु हुन आँटेको छ हार्पर सो यस्तो घाम लागिरहेछ अहिले चाहिँ अपोनेन्टै आइपुगेको छैन हाम्रो अपोनेन्टलाई चाहिँ अघि हामी आउँदाखेरि बाटोमा देखिरहेको थियौँ त्यही हो गाइजहरू गेम सुरु भयो त हौ कैलाश किन ढिलो हौ हाम्रो अपोनेन्ट पनि आइसक्यो सुरु भइसकेको छ हाम्रो दाइहरूको गेम बास्केट खाएर सुरुमै कविन्दाको हातमा बल कविन्दा फर 3 ब्याङ ड्राइभ इन रिचिङ गर्दै कविन्दा फर ड्राइभमा एजी बकेट मजा आउँदैछ ल सौदाले चाहिँ हुन्छ हुँदैन ल सौदाई फर फ्री थ्रो लाइन आया हाल्नु दाइ फेक ए केही छैन एडवर्ड एडवर्ड कम अन हाल्नु दाइ सो स्कोर चाहिँ अहिले हाम्रो 4 र उताको चाहिँ 1 छ टाइम कम अन हाल्नु दाइ मेक इट Hey, nice rebound. 3 splash. Hey, and 1. Nice steal. Coming there for 3. Bang! Woo! Coming there. Kick by the 3. Mito. Govinda got the ball. Govinda got pass. Sobodale grab. Hey, pushing foul got it. Hey. Yes. Oi. Govinda got us push to right.
straight away. Easy basket. Ooh. Subhasko 3. Oi. Suraj got not ball. Suraj take a pass. Kovindai. Kovindai for 3. Woo! Kailasko pass. Dudai basket. Hey, हाम्रो चाहिँ अहिले जितिसकेको भएको छ अब सेमी फाइनल पनि इजी नै छ हाम्रो हजुर अल गुड गर्मीले चाहिँ सेमी यल्लो मोडसँग होइन त सो इजी वे नै छ अब हेरौँ के हुन्छ तर गेम हो के पनि भन्न सकिँदैन अनि हाम्रो चाहिँ खेलिसक्नु भएको छ अबको गेम चाहिँ हाम्रो होराइजनको छ क्या लम्बुहरूसँग टफ नै हुन्छ यो गेम पनि के बल्ल बल्ल चाहिँ हामी एउटा क्याफे आइपुग्यो खोज्दा The Green Ship Cafe, Harper, LG. So, अब यहाँ चाहिँ एउटा सानो कफीहरू लिएर अनि फेरि हामी ब्याक टु गेम गर्नुपर्नेछ होइन पुस ल दाइहरू चाहिँ भर्खर गेम सकेर पनि यहाँ हामीसँग भिड्थ्यो त्यो जितेको भए त इजी फाइनल थियो नि त नि अनि मैले ट्याक्क गेमलाई देखेको त सो अहिले चाहिँ हामी यहाँ क्याफेमा बसिरहेको थियौँ अनि दाइहरू पनि आउनुभएको छ कफीहरू खानु त होला नि होइन कि तपाईँहरू गइहालेको अब कि बस्ने हो फर्किने त्यही त हामी पनि जोमन्दालाई पर्खेको क्या यो एरियामा फेरि कस्तो क्याफे नपाउने क्या खोजेको नि सो हामी पनि यहाँ चाहिँ हाम्रो अर्डरहरू बन्दैछ हार्बरको के अर्डर गरेको हार्बर सो अनि यो बनिसकेपछि चाहिँ नि हामी नि जान्छौँ सो हामी चाहिँ जोमन्दालाई पठाएको कि अनि अब जोमन्दा पनि ठ्याक्क आउँदै हुन्छ अनि हामी जान्छौँ त्यही ओइ केटा फाक भइस के पुगिस त रे झोला भयो वर्ष त नआउनु न अनि चुप के अनि अहिले चाहिँ हामीले कफी पनि लिएर आइसक्यो जोमन्दालाई पनि भेट्यौँ क्या दाइ अनि दाइलाई पर्खिँदा अनि त्यो क्याफेमा गएको थियो क्याफेको सर्भिस अलिकति लेट थियो क्या आधी मान्छे यहाँको लोकलहरूलाई सोद्धाखेरि क्याफे कहाँ छ भनेर सोधेको उनीहरूलाई थाहा नै छैन रहेछ क्या क्याफे भनेको के हो टाइप्सको क्या अनि अहिले चाहिँ कफीहरू लिएको छौँ अरू त केही पाएन पनि अब टाइम पनि धेरै गयो अनि जोमन्दालाई पिकअप गरेर अहिले कोड आइसकेको छौँ अब चाहिँ सेमी फाइनल गेम सुरु हुनु आँटेको छ है जोमन्दा यस अल गुड मेरो भाइ तर जस्तो चाहिँ बाटोमै अनुभव भयो अन्त त्यही सो अब चाहिँ सेमी फाइनल म्याच सुरु हुनु आँटेको छ अनि सेमी फाइनल म्याच चाहिँ हाम्रै घरको यो नम्बर क्लबसँग छ सो जित्नु चाहिँ पर्ने हो बेसी सेमी फाइनल म्याच पनि सुरु भइसकेको छ खबर यो हान्दा यो Hey, yo, lucky shot six over there. Shot clock 8 seconds. I'm there like lower. Score चाहिँ 21-14. Harper, अब के बताउँ भने? अब झ्याम्टा ल अहिले चाहिँ अब हाम्रो टिमले सेमी फाइनल पनि जितिसक्नु भयो अब चाहिँ फाइनल बाँकी छ सेमी फाइनल जित्नु भयो यस कम अन फाइनल यस हाङ्दै यस इजी विन ल है हाम्रो टिम फाइनल पुगिसकेको छ ल ल ल ल अहिले चाहिँ अब फाइनल गेम सुरु हुन आँटेको छ कि अनि हाम्रो चाहिँ सेम त्यही हिजोकै उसँग हुँदैछ अब चाहिँ यहाँ डान्स हुन आँटेको छ गाइस पक्कै बिउङ नै होला
ओहो ओ मिठो Shot clock 8 seconds. ए आम्मा छिटो आम्मा एमबिपी So what I? How do you feel? Just like normal days, होइन? Ah. हर्बट नाच्नु रेडी दादाले सो अब चाहिँ एउटा डान्स सो अरे त्यसपछि चाहिँ फाइनल त अब रेडी हुन्छ हार्बट पनि हाम्रो ग्याममा एउटा डान्स सोलो हुन्छ त्यो चाहिँ अब अब त सबै गर्ने उसले त्यही गर्नु त देखाइन्छ अब र हाम्रो अहिले चाहिँ लाइनअप भइसकेको छ अनि हामी पनि रेडी छौँ रेडी आन्टी रेडी तिमी गयो झ्याम्टा गयो झ्याम्टा बजाइदेऊ ल अबको केही समयमा हाम्रो फाइनल गेम स्टार्ट हुन लागेको छ सो दे आर अन द लाइनअप अब चाहिँ गेम स्टार्ट हुन आँट्यो अनि हाम्रो जुनासको फर्स्ट बल 3 नाइस ट्राई गयो सेट ओइ नाइस रिबाउन्ड नाइस सर ओइ ब्लकिङ नाइस कल एउटा फल चढ्यो Let's go! Short block! Shoot! त्यसले हान्दैन अतल्यो डिफेन्स Shot clock 8 seconds. Shot clock 8 seconds.
को दुईटा दामी भिडियो भइसक्यो Shot clock 8 seconds. Angu, come on, block! Hero. Push up. Kiran. Score, easy. Anne! 21! Come on! Game point! MVP! Go back! चाहिँ हाम्रो गेम सकिसकेको छ स्कोर चाहिँ 21-10 नाचे ल बधाई छ हामीलाई अहिलेको चाहिँ 3-on-3 गेम पनि सकिसक्यो अनि इजी विन हाम्रो जुनास उसको 10 र 21 भन्नु त जब डन ल नाइस गेम आएको थियो नाइस गेम स्टिल राम्रो थियो नाइस गेम के भनिदिनु नि इजी विन MVP
ल लाइन अप ल कम अन जुनास अहिले चाहिँ अब प्राइस डिस्ट्रिब्युसन हुँदैछ अनि गेम चाहिँ सक्यो ल हाम्रो बोइजहरू पनि गइसकेको छ यता गर्ल्स टिम रनरअपहरूले चाहिँ प्राइस डिस्ट्रिब्युसन भइसक्यो लेडिजहरू विनर है यो चाहिँ हाम्रो लेडिज गेमको विनर काठमाडौँबाट म मनिषालाई पनि अगाडि आएर 50,000 नेपाली हाम्रो प्राइज डिस्ट्रिब्युसन सुरु भइसकेको छ सर्वोदन राई कबिन मगर MVP आजको सुरज तामाङ यो सुरज दाई र विशाल हाङराई Come on, विशाल दाई हाम्रो मार्की प्लेयर है विशाल दाई चाहिँ ट्रफी आयो ट्रफी जुनास फिटनेस क्लबका खेलाडीज्यूहरूलाई चेक र ट्रफी ग्रहण गर्दै हाम्रो आन्टीको पनि इन्ट्रो भइसकेको छ हार्बर फाइनली ल अब चाहिँ हाम्रो एमभीपीको पालो छ को होला एमभीपी क्याच इट र म अब सोनीको सर्वदाई ओबी मिडियाका चेयर सर्व राईज्यूलाई अगाडि बढाउन चाहन्छु सुरज दाई बधाई छ हामीलाई हाम्रो दाई ट्रफी देखाइदिनु हार्पर कति हजार जित्यो 50 देखाइदियो ल अब चाहिँ गेमको सबै कुरामा सकिसक्यो अझै फोटोसुटहरू पनि हुँदैछ अनि यो पछि चाहिँ घर जाने मलाई जिस्काएको निको हाम्रो एमभीपी केही छ भन्नुपर्ने हाम्रो अब चाहिँ 50,000 जितिसकेको छ हामीले अनि जाँदैछौँ हार्पर हाउ डु यु फिल नाइस मजा आयो नि होइन ल लेट्स गो पासा दाइ तपाईँ कोसँग आउने एक्लै आउने अब म अब सिसेलाई लिएर जान्छु नि सिसेलाई चढाउनु परेन नि ल बधाई छ बहिनीहरूलाई पनि अनि 25,000 ओके सो अहिले चाहिँ गेम पनि सकिसक्यो नि हामी चाहिँ अब गाडीमा घरतर्फ जाँदैछौँ म्यानेज हुँदैछ गाडीको चेक राख्छ चेक हार्परले अघि ल्याइसक्यो यस्तो छ स्कुल त ल मदन जुल पुग्नु बधाई छ तिमीहरूलाई र बाई बाई आन्टीलाई थ्याङ्क यू भन ल गाइज ल बाई बाई ल बाई बाई हुन्छ के सो अहिले चाहिँ हामी धरान पनि आइसक्यौँ यस्तो छ धरानको माहौल अब टायर्ड अब चाहिँ हामी घर जान्छौँ 10 पनि बजिसक्यो अनि बुझ्न
दाइहरू चाहिँ आउँदै नै हुन्छ होला अनि सो विनरको ट्रफी लिएर हामी चाहिँ फर्किँदैछौँ अहिले चाहिँ हामीले ट्रफीहरू लिएर पनि आइसक्यौँ हार्पर टायर है 2 टायर खै तपाईँको नयाँ फोन माउलु बधाई छ तपाईँलाई धन्यवाद सो अहिले चाहिँ रातिको 10 जस्तो बजिसक्यो अनि जिम चाहिँ क्लोज भइसकेको छैन दाइहरू आउँदै हुन्छ ल दाइ हजुर दाइ मेरो हेलो दिदी हजुर दाइ मेरो सबै हिसाब गरेर राख्दै है ए हुन्छ दाइ ल दाइ ल हुन्छ दाइ ल दाइ तपाईँलाई फेरि बधाई छ नयाँ फोनको लागि हामीलाई बधाई छ जुनासले जित्यो नि त यहाँ छुट्टिराख्नु नि भोलि के लानुहुन्छ म त जाँदिनँ क्लोजिङ गर्नुपर्छ ल हामी यहाँ आइसक्यो तपाईँ क्लियर गर्नुपर्छ है जितेकोबाट ल सो त्यही हो नि अहिले चाहिँ अनि अब चाहिँ दाइहरू पनि गइसक्नुभयो अनि अब हङ्स भएर भोक लागेर म चाहिँ किचनमा आएको छु अनि त्यही हो सो थ्याङ्क यू फर वाचिङ दिस ब्लग तपाईँहरूलाई अर्को ब्लगमा भेट्नेछौँ भन्दै स्टे हाइड्रेटेड अनि टेक केयर है ओके बाई बाई